हामी उपस्थित भइसकेका छौँ भने दर्शकबिनहरूमाझ हामी फेरि त्यस्तै मनभित्रका कुरा भोगेका कुराहरू गफ गर्नेछौँ। हामीसँग उपस्थित हुनुहुन्छ वरदान लामिछाने। स्वागत छ मेरो पोडकास्टमा। हजुर, धन्यवाद उत्तमजी। हजुरलाई एकदमै धेरै धेरै मनदेखिबाट नै धन्यवाद मलाई यो पोडकास्टमा एकदमै सामेल गर्नुभएकोमा। ठिक छ। अनि भर्खरै हजुरले चाहिँ ब्याचलर फर्स्ट इयर इक्जाम दिएर आउनुभयो होइन? हजुर, इक्जाम त राम्रै भयो। राम्रै भयो। हजुर, इक्जाम राम्रो भयो भनेपछि के छ त अनि अब हामी त सिधै मनभित्रका कुराहरू खोल्नेछौँ होइन? झोगेका कुराहरू अथवा मनका कुरा हुनेछ मेरो पोडकास्टमा चाहिँ। त्यही भएर चाहिँ सुरुवात गरौँ तपाईँको लभ स्टोरीबाट। अब मेरो लभ स्टोरीबाट सुरु गरौँ भने अब हालसालै भनौँ न, हालसालै त नभनौँ, 1 वर्ष हुन लाग्यो उहाँसँग बिछोड भएको। अब समय त धेरै 9-10 महिनासम्म सँगै बसियो। तर अहिले अब भनेपछि तपाईँ लभ गर्नुभयो 9-10 महिनासँगै भयो, साथ पायो, तर अहिले फेरि के बिछोड भयो। अहिले बिछोड भयो। अहिले उहाँ चाहिँ कन्ट्याक्टमा हुनुहुन्न। के भन्नुहुन्छ त उहाँलाई सम्झेर अथवा उहाँलाई भनिदिनु पर्ने केही छ? उहाँलाई म केही नै भन्न चाहदिनँ। उहाँ जहाँ हुनुहुन्छ खुसी हुनुहोस्, राम्रो गर्नुहोस्, जीवनमा सफल हुनुहोस् भन्न चाहन्छु। अरू त के भन्न सक्छु र? राम्रो चाहने अथवा माया गर्ने मान्छेले नि राम्रै चाहन्छ होइन त? चाहे ऊ पर होस् चाहे होइन सुखी होस्, जुनसुकै ठाउँमा होस्, तर राम्रो होस् भन्ने त्यो बेस्ट हो। र भनेपछि पहिलो फर्स्ट लभ नै भन्नुपर्छ। फर्स्ट लभमै चाहिँ अनि यस्तो धोका पाउनुभयो भने अनि अहिले के छ त? अब कोहीसँग जोडिनु भएको छ कि? अहिले हालसालै त म कसैसँग नि जोडिएको छैन। अब पछि जोडिने जस्तो पनि अहिले त्यति मन पनि लागिरहेको छैन। अब हालसालै त्यस्तो भइसकेपछि अब कसलाई चाहिँ फेरि त्यस्तै हुन्छ भन्ने पनि हुन्छ। त्यति खासै मन पनि लागेको छैन। त्यही भएर यो सब विषयबाट म अहिले अलिक टाढा नै बसिरहेको छु। यो जुन फर्स्ट लभ होइन, जुन अब माया धोका सबै भोग्नुभयो नि त, त्यसबाट चाहिँ के चाहिँ बुझ्नुभयो त? माया के रहेछ भनेर चाहिँ? माया भनेको के हो, धोका भन्ने चाहिँ कस्तो रहेछ तपाईँको बुझाइबाट चाहिँ, भोगाइबाट चाहिँ? मेरो भोगाइबाट भन्नु पर्यो भने अब धोका भनेको चाहिँ अब जुन एउटा विश्वासघात नै त हो नि होइन? यो यस्तो गर्छु त्यस्तो गर्छु यताउता त्यस्तो भने एउटा आश्वासना दिएर अब अन्तिममा चाहिँ हुन्छ नि अब छोडेर जानु, त्यही नै हो धोका। म त्यसलाई नै भन्छु होइन? अहिले कतिको याद आउँछ त त्यो होइन, जुन उसँग होइन भएको कुरा अथवा भेटघाटका कुरा होला होइन? अब उसँग भएको सहकार्य गर्दा कतिको याद आउँछ अथवा कति भुलिएको छ कि अब उसकै यादमा छ कि कस्तो छ त अहिलेको अवस्था? होइन, कुनै बेलामा त अब याद आइ नै हाल्छ होइन? त्यत्रो 9-10 महिना भनेको नि अलि लामो नै समय नै हो होइन? अब बेलामा याद आउनुहुन्छ उहाँ। अब याद आए पनि अब के चाहिँ गर्न सकिन्छ र होइन? उहाँ अब आफ्नो बाटो लागिसक्नु भएको होला। अब उहाँले अब छुट्टै नयाँ प्रेमीहरू बनाउनु भइसक्यो होला, अथवा म भन्दा नि राम्रो अब व्यक्ति भेट्नु भइसक्यो होला। अब त्यही छ। अर्को कुरो के भने के अरे, के कारणले चाहिँ सम्बन्ध छुटिँदो रहेछ त? जस्तै होइन अब बोलुन्जेल, अब जस्तै लपरुन्जेल त तिमी मेरो जिन्दगी भनिएला होइन, म सर्वस्व त्याग्छु पनि भनिएला होइन? अब हरेक कुरो त्याग्छ पनि, मायामा त्यो हुन्छ नि त। तर त्यस्तो हुने अवस्था हुँदा पनि के कारणले चाहिँ सम्बन्धहरू छुटिँदो रहेछ त? सम्बन्ध छुटिने मेन कारण भनेको मलाई चाहिँ जहाँसम्म लाग्छ, एउटा भनेको त शङ्का नै हो होइन? एउटा भनेको शङ्का हो। दोस्रो भनेको चाहिँ के हो भन्दाखेरि अब उमेर अनुसार अब माया कम हुँदै जानु भन्ने के भन्ने होइन? त्यस्तो हुँदै जाँदो रहेछ होइन? सुरुको जस्तो माया पछि नहुँदो रहेछ। त्यो जस्तै सुरुमा जति बोल्यो अब बोल्दै गएपछि एकअर्काको आनी बानी पनि थाहा पाइन्छ। आनी बानी नै थाहा पाइयो होइन? अब 24 घण्टा कुरा भएपछि हरेक कुरा सेयर भयो। अनि त्यो हुँदै जाँदाखेरिमा अब वाक्क भन्ने कि कस्तो भने अब जे भए पनि अलिकति ऊप्रति
हुने चाहनाहरू अलिकति कम चाहिँ हुँदै जान्छ भन्ने मलाई लाग्छ। त्यो पनि हो। अहिले लभमा हुनुहुन्छ कि नै? अहिले लभमा छैन म। नै लभमा हुनुहुन्न। तपाईँ चाहिँ यदि कुनै केटीले प्रस्ताव अथवा कुनै केटी हेर्न पर्यो भने कस्ता व्यक्ति चाहिँ मेरो जीवनमा आइदियो हुन्थ्यो भन्ने चाहिँ लाग्छ? कस्तो व्यक्ति आइदियो हुन्थ्यो भन्दाखेरि भन्दा नि भन्नलाई सजिलो छ, माया यस्तो त्यस्तो, म तिमीलाई छोड्दिन, तिमी त मेरो प्राण हो भन्न त सजिलो छ, तर त्यो त्यही भन्छु म, जति मुख्य बोलेको छ नि त्यो व्यवहारिकमा लागू गर्न सकिन्न। समय परिस्थिति अनुसार फरक त हुन्छ होइन, तर म देखिरहन्छु त हरेकको चाहिँ अब यस्तो गर्छु भन्छ मान्छेहरू होइन, हो नि त। अब साँचो माया गर्ने अब मान्छेहरूले त अब त्यो अनुसारले लिन्छ नि त मनमा, तर धेरैले चाहिँ अब छोडेर जाने अथवा धेरैको बिछोड भएको देख्छु क्या म। यो वास्तविक कारणहरू के हुन्छ भन्ने लाग्छ क्या। अब मलाई त अब त्यो मन नमिल्नु पनि, समयअनुसार मन नमिल्नु पनि एउटा त्यो वास्तविक परिस्थितिले पनि फरक पर्छ जिन्दगीमा। समय परिस्थिति अनुसार पनि परिवर्तन हुन्छन्। समय परिस्थिति पनि एउटा एकदमै महत्त्वपूर्ण तत्त्व जस्तो लाग्छ मलाई चाहिँ यो सब कुराहरूमा हुनमा। छुट्टिनु हुन त यस्तो पनि होला, एकले अर्कालाई नबुझ्नु पनि हो होइन, त्यो भएर पनि त एकअर्कामा बुझाइ हुन्न अथवा उसले उसको कुरो सुनाइ हुन्न भने त्यो सम्बन्ध पनि त टिक्दैन नि त। त्यो पनि हो। ठिकै छ। यो अब हजुरको यो जिन्दगीको भोगाइ अनि त्यसपछि होइन अहिलेको जुन भएको माया प्रेमको बारेमा पनि कुरो गरियो। अब ठिक छ, के छ त तपाईँ जिन्दगीलाई कसरी अगाडि बढाउने होइन, के यो गर्छु जिन्दगीमा म भन्ने के छ त तपाईँको? हजुर, मेरो प्लानहरू चाहिँ मेरो योजनाहरू त थुप्रै छन्। अब तीमध्ये अब एक दुईवटा योजनाहरू चाहिँ म यहाँ खुलासा गर्न चाहन्छु। एउटा भनेको त म अब कस्तो भन्दाखेरि अब आफ्नो ब्याचलर सकाएर चाहिँ म एलएलबी गर्ने भन्ने सोचिरहेको छु होइन। पहिला सुरु ब्याचलर सकाउँछु, त्यसपछि एलएलबी गर्छु भन्ने पनि मेरो सोच आइरहेको छ अहिले। अनि सरकारी सेवातिर जान्छु भन्ने पनि सोच आइरहेको छ, अथवा कुनै एउटा व्यवसाय गर्छु भन्ने पनि मेरो विभिन्न सोचहरू छ। अब तीमध्ये म कुनै न कुनै म एकदमै राम्रोसँग नै गर्छु भन्ने मेरो योजना छ अहिलेलाई। यो ब्याचलर भन्ने बित्तिकै याद आइहाल्यो, तपाईँले भर्खरै फर्स्ट इयर सकाएर आउनुभयो। मैले सुनेको हजुरले चाहिँ 1 घन्टामै कति दिनहरू चाहिँ 1 घन्टामै हल गरेर चाहिँ बुझाउनु भयो अरे। यो के साँच्ची रियल हो त यो कुरो? यो साँच्चीकै रियल नै हो। भनेपछि 1 घन्टा 3 घन्टाको प्रश्न एन्सर लेख्नुपर्ने 3 घन्टा समयमा 1 घन्टामै तपाईँले चाहिँ भ्याएर आउनुहुन्थ्यो अरे, अथवा भ्याएर हल गरेर बुझाएर आउनुहुन्थ्यो अरे। भनेपछि के एकदम क्वेसन सजिलो आएर हो त यो? होइन, क्वेसन सजिलो आएर होइन, क्वेसन अलिक गाह्रो आएर पनि यसलाई म भन्न नि मिल्दैन। क्वेसन ठिकै नै आएको थियो। यस्तो भनेपछि 1 घन्टै हल गर्न सक्नु न, पुरै भ्याएर त निस्केको? पुरै भ्याएर भनेपछि आफ्नो मेहनतको कारण हो भन्ने बुझ्यो होइन? आफ्नो मेहनतको कारण हो। त्यहाँको जुन हाम्रो परीक्षाको जुन गार्डहरू हुनुहुन्थ्यो नि, उहाँलाई पनि अचम्म लाग्यो, चकित हुनुभयो। उहाँहरू पनि 1 घन्टामा दिनदिनै 1 घन्टामा कसरी पेपर बुझाएर सबै क्लियर गरेर जान सक्छ कोही मान्छे, उहाँ आफै चकित पढ्नुभयो। उहाँले त मलाई कतिचोटि सोध्नु पनि भयो कुन कलेज पढ्नु भएको होइन, अथवा विभिन्न कुराहरू मसँग सोध्नुभयो। अब कारण के छ त, तिमी अब कसरी पढ्ने, अब कस्तो व्यक्ति हो होइन। अब कोही त मान्छे छ एक्जाम हलमा छिरौँ कतिखेर निस्किनु मिल्छ निस्क्यौँ, त्यो मात्रै सोच हुन्छ त। तर अब हेऱ्यो होला नि त उनीहरूले, प्रत्येक दिन वाच गर्यो, पेपर हेऱ्यो, सबै हल गरेको छ, कपी थप्याएको छ, फेरि हल गरेको छ, तर 1 घन्टा पनि भ्याएको छ भने चाहिँ अलिअलि प्रश्नहरू उठ्यो होला। त्यतिखेर यसो साथ सपोर्ट पनि मिल्थ्यो कि अब इक्जाम हलमा के हुन्थ्यो त त्यहाँको अवस्था? हजुर, साथ सपोर्ट साथीभाइहरूको सहकार्यले गर्दाखेरि अलिक साथ सपोर्ट पनि मिल्यो। अब मसँग एउटा अब मेरो नजिकै व्यक्ति भनौँ न, उहाँसँग चिनजान पनि भयो एक्जामकै बेलामा। नजिकै व्यक्ति भन्नाले मतलब अब उहाँ मेरै कलेजको हुनुहुँदो रहेछ, तर मलाई थाहा थिएन। किनकि म कलेज कहिल्यै गइनँ, एउटा कुरा त म कलेज कहिल्यै गइनँ।
उहाँ मेरै सेक्सनको हुनुहुँदो रहेछ होइन। उहाँको र मेरो रोल नम्बरमा पनि त्यति खासै फरक रहन्छ। त्यो सिम्बलको आधारले हामी अब नजिकै त्यही सिट प्लानिङ पनि त्यही अनुसारको भएको कारणले गर्दाखेरि होला उहाँ र म सँगै पऱ्यौँ अनि उहाँसँग चिनजान भयो। उहाँ चाहिँ अलि पहिला पनि अब सरकारी विद्यालयमै अध्ययन गर्नुभएको रहेछ, त्यसैले उहाँले म्याक्सिमम उनले चाहिँ नेपाली माध्यममा चाहिँ गर्न रुचाउनु हुँदो रहेछ। भन्दा पनि अब कतिपय हुन्छ जस्तै हामीले इक्जाम दिनु पर्यो भने इङ्ग्लिसमा त जान्दैनौँ होइन, सरकारी पढेको इङ्ग्लिसमा त लो नै हुन्छ नि त, लेख्ने त नेपालीबाट। त्यो पनि होला मान्छे हजुरले चाहिँ इङ्ग्लिस मिडियममा चाहिँ इङ्ग्लिसबाट नै हल गर्नुहुन्थ्यो। म चाहिँ इङ्ग्लिसबाट नै हल गर्थेँ र उहाँलाई सहयोग गर्नको लागि भनेर पनि मलाई नेपाली पनि नआउने होइन, मैले नेपालीमा पनि कति कुराहरू पहिला अध्ययन पनि गरेको थिएँ नेपाली मिडियममा। त्यही भएर मलाई नेपाली मिडियममा पनि लेख्न म सक्थेँ र इङ्ग्लिस मिडियम दुइटैमा म लेख्न सक्थेँ। तर मलाई अलि राम्रो लाग्ने भनेको चाहिँ म इङ्ग्लिसमै प्रायः म इङ्ग्लिसमै लेख्ने गर्थेँ। उहाँले मैले धेरै कुराहरू सहकार्य गर्नमा नि उहाँको नि धेरै ठुलो एउटा हात छ भनौँ न, योगदान छ। यस्तो त्यो इक्जाममा एकअर्का सिकाउँ भन्ने सोच्थ्यो कि पछिसम्म कनेक्ट हुनुपर्छ भन्ने हिसाबले हो कि अब कस्तो हो त वास्तवमा? होइन, त्यो अब एउटा साथी सङ्गी भएको कारणले गर्दाखेरि उहाँ मेरो होइन यस्तो रे, मैले त जुन पछाडि बस्नुहुन्थ्यो अथवा अगाडि त्यो जुन साथी हुनुहुन्थ्यो त्यसले चाहिँ हजुरलाई मन पनि पराउँथ्यो अरे भन्ने बुझेको। यो त अब मलाई चाहिँ थाहा भएन, आकर्षण हुन नि सक्छ। म यतिकै राम्रो मान्छे छु होइन। त्यही त ह्यान्डसम छ, अब ह्यान्डसम होइन, ट्यालेन्ट, त्यसपछि इमान्दार व्यक्ति पनि हो। सबै कुरो भएपछि त अलिकति महिलाहरू पनि अलिकति कनेक्ट हुन्छ नि त, त्यस हिसाबले पनि अलिकति अब पछिसम्मै अब गरौँ अथवा यो व्यक्ति चाहिँ मेरो जिन्दगी हो भन्ने पनि त सोध्छु कि। उहाँले चाहिँ सायद सोच्नु भयो कि मलाई उहाँको मनको कुरो त थाहा भएन अहिले होइन, उहाँले व्यक्त गर्नु भएन। तर उहाँ एकदमै फ्रेन्डली हुनुहुन्थ्यो होइन। अब मसँग मात्रै बोल्नुहुन्थ्यो, खासै अरू केटाहरूसँग नि बोल्नु हुँदैन थियो। अब इक्जाम हलमा उहाँको खासै साथी पनि थिएन, एउटा केटी साथी नै हुनुहुन्थ्यो। अब सायद थाहा छैन उहाँको मनमा केही थियो कि मेरो लागि भन्ने कुरो चाहिँ म अब प्रष्ट छैन मलाई होइन। तर हुन नि सक्छ, सम्भावना छ भन्ने जस्तो लाग्छ। भनेपछि अहिले पनि कल कन्ट्याक्टमै हुनुहुन्छ? हजुर, कहिलेकाहीँ कुरा हुन्छ। केही न केही रहस्य चाहिँ छ? हजुर, अब के भन्नु यो विषयमा त, अब रहस्य छ त अब के भन्नु, अब के हुन्छ अब छैन। भोलिका दिनहरूमा कुराहरू हुँदै जान्छ अब होइन, त्यो भोलिकै दिनहरूले तय गर्छ भन्ने कुरो। हजुर। हेलो दर्शकबिनहरू, सुनिहाल्नुभयो यो जिन्दगीको अनि माया प्रेमको अथवा आफ्नो मनभित्रका कुरा र भोगिएका कुरा, हामीले भोगेका कुराको पोडकास्ट, भोगेका कुराहरू नै राखेर अहिलेलाई अन्त्य गर्दछौँ भने तपाईँ चाहिँ अब मैले बोलाइदिएर आउनुभयो होइन, थोरै समय भए पनि निकालेर केही भन्नुहुन्छ दर्शकमा? हजुर, धन्यवाद। म त पहिलेदेखिबाट नै हाम्रो उत्तमजीलाई धन्यवाद नै गर्न चाहन्छु, किन भन्दाखेरि उहाँ मेरो एकदमै नजिकको मेरो छिमेकी। हजुर, उहाँ छिमेकी जस्तै, छिमेकी भन्दा नि मेरो दाइ जस्तो मान्छे पनि, दाजुभाइ जस्तो हरेक कुरामा साथ सपोर्ट सहकार्य गर्ने मान्छे। म त्यस्तै मनहरू मिल्ने अनि त्यसपछि हरेक कुरो सहज हुने व्यक्तिहरूलाई मात्र उपस्थित गराएर सोध्ने पनि गर्ने गर्छु नि त। हजुर, त्यो पनि हो। ठिक छ, अरू केही छ भने भनिदिनु अनि हामी छुट्नेछौँ। हजुर, अरू म एउटै कुरा भन्न चाहन्छु कि जीवनमा अब माया गर्नुपर्छ, माया, तर त्यो हदसम्म नि कसैलाई गर्नु हुँदैन, त्यस्तो हुनु हुँदैन। कसैसँग पनि सम्बन्ध हुनुपर्छ, राम्रो हुनुपर्छ, तर त्यो भन्दैमा मरिहत्या गर्नु पनि हुँदैन रहेछ भन्ने जस्तो कुरा चाहिँ मैले अनुभव गरेँ, अनुभूति गरेँ। हो, किनकि अब आफूले लागि परेको छ, उसले चाहिँ ऊ अर्कैतिर छ तर उसले व्यवस्था छ भन्ने चाहिँ, किनकि आफ्नो जिन्दगी मात्र बर्बाद हो, आफू मात्र बर्बाद हुन्छ भन्ने लाग्छ मलाई पनि। हो, आफ्नो जीवन बनाउनुमा पहिला सुरु
मेन ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। ताकि चाहिँ त्यस्तो व्यक्तित्व बन्नु पर्यो जसले चाहिँ, जसको कारणले गर्दाखेरि चाहिँ अब केटीहरू हुन्छ अथवा व्यक्तिहरू चाहिँ आकर्षित हुन्न, आफूमा केही छ भनेर चाहिँ जस्तो होस् न भने जस्तो चाहिँ लाग्छ मलाई। केही जीवनमा गरेर देखाएर चाहिँ केही हुन्छ जस्तो लाग्छ। राम्रो पार्टनर भनेको अब आफ्नो लाइफमा आफै पाइन्छ, समयअनुसार अब मिल्दै गएपछि त्यस्तै परिस्थिति नै त्यस्तै सिर्जना हुन्छ होइन। अनि राम्रो व्यक्तित्वहरू भेटिन सक्ने सम्भावना धेरै हुन्छ। सही समय आउनुपर्छ, धैर्य गर्नुपर्छ जस्तो लाग्छ। आफू धैर्य गर्नुपर्छ, आफूले कुनै धर्म छोड्नुहुन्न भने जस्तो आफूले गर्ने निरन्तर गर्नुपर्छ, आफ्नो कर्तव्य पनि निभाउनु पर्यो र आफ्नो लक्ष्यमै लाग्नुपर्छ भन्ने चाहिँ तपाईँको भनाइ छ। यति नै थियो आजको हाम्रो कुराकानी, हाम्रो पोडकास्ट। भने हेरेर चाहिँ सुझाव प्रतिक्रिया र सल्लाह दिँदै गर्नुहोला। यति जेलसम्म हेरिदिनु भयो त्यसको लागि धन्यवाद भन्दै छुट्टिन्छौँ हामी। हस्त नमस्ते।